सेवारो यहाँहरूलाई म आज भेरिगेटेड मोन्स्टेरा जुन चाहिँ मलाई एकदमै मनपर्छ लिएर आएको छु। मैले यो ल्याउँदाखेरि चाहिँ 5-6 वटा पात मात्रै थियो भने अहिले चाहिँ यो यत्रो भएको छ हैन। अनि यसलाई चाहिँ सुरुमा मैले 12 इन्चको पटमा राखेको थिएँ, अहिले चाहिँ यो 16 इन्चको पटमा छ, जसले गर्दा चाहिँ यसको लिफहरु चाहिँ एकदमै ठुलठुलो हुँदै गइरहेको छ र यसको लिफहरु चाहिँ नयाँ पनि आइरहेको छ। कारण चाहिँ एक चाहिँ मैले यसमा चाहिँ ठुलो पटमा राख्नु र अर्को चाहिँ मस स्टिक हाल्दिनु पनि हो, जसले गर्दा चाहिँ जति माथि जान्छ त्यसको लिफहरु चाहिँ ठुलठुलो हुँदै जान्छ र हेर्दा पनि यसको भेरिगेसन पनि एकदमै राम्रो आइरहेको देखिन्छ। यो हेर्दा चाहिँ यसको लुक चाहिँ यस्तो खालको छ। तपाईहरुलाई पनि यस्तै प्लान्ट चाहिन्छ भने चाहिँ हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग चाहिँ धेरै चाहिँ छैन। अब यो चाहिँ तपाईहरुले चाहिँ यो दशैंमा चाहिँ यसको कटिङहरु चाहिँ लिन सक्नुहुन्छ। जुन चाहिँ मैले लिएको जस्तै 4-5 वटा पातहरु नै यसमा चाहिँ छ। यो चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। थ्यांक यू।